यसमा रवि लामिछाने निवेदक विरुद्ध नारायण बहादुर समेतको जाहेरीले नेपाल सरकार प्रत्यर्थीवादी रहेको सहकारी ठगी सम्बन्धी कसुर र सङ्गठित अपराध सम्बन्धी मुद्दा र अर्को यसैमा जोडिएको रविलाल जोशी निवेदक प्रतिवादी रहेको नारायण बहादुर समेतको जाहेरी रहेको नेपाल सरकार रहेको प्रत्यर्थीवादी रहेको मुद्दामा आज मान्य न्यायाधीश डाक्टर नवकुल सुवेदी सिमान र मान्य न्यायाधीश श्री बालकृष्ण ढकाल सिमानको इजलासबाट जुन आदेश आएको छ त्यो आदेशमा छाताको आयो कि सर अलिकति छाता उता घटाइदिनु फैसला यसमा निवेदक प्रतिवादी रवि लामिछानेको गोर्खा मिडिया नेटवर्क प्रणालीमा रु 1,80,00,000 रुपियाँ बराबरको सेयर रहेको देखिन्छ। आफूले यमो एको शर्त बमोजिम कम्पनीको 15% सेयर निःशुल्क पाएको भन्ने कथन देखिन्छ। मिति 77/5/10 भएको उक्त यमो एकामा यी प्रतिवादीले निःशुल्क 15% सेयर प्राप्त गर्ने शर्त भएको देखिए तापनि नि स्वयंले प्रमाणित गरी आधिकारिक निकायमा पेश गरेको लगानी स्रोत फारममा अन्य व्यवसायको आम्दानी ऋण सापटी र पैतृक सम्पत्तिबाट 1,80,00,000 रुपियाँको सेयर लगानी गरेको भन्ने बेहोरा उल्लेख भएको देखिन आएबाट निःशुल्क सेयर प्राप्त गरेको भन्ने निष्कर्ष बनाई मिश्रित सम्पूर्ण प्रमाणबाट समर्थित भएको देखिएन। अपितु निज प्रतिवादीले सोही सेयर कर्जा लिएको देखिन आउँछ। सो कर्जा लिँदा सहकारी ऐन नियम र संस्थाको विनियावली लगायत प्रचलित कानुनको कुनै प्रक्रिया पुरा गरेको प्रथम दृश्यमा देखिन आएन। साथै यी प्रतिवादी रवि लामिछानेले मिति 79/3/1 उक्त कम्पनीबाट अलग भएको भने जिकिर लिए तापनि सो मिति पश्चात समेत निजले कम्पनीको खाता सञ्चालकको हैसियतले विभिन्न मितिमा चेकहरूमा हस्ताक्षर गरेको देखिएबाट उक्त कम्पनीमा निजको निरन्तर संलग्नता देखिन आयो। यस प्रकार उक्त कम्पनीमा यी प्रतिवादी रवि लामिछानेको संलग्नता कर्मचारीको हैसियतमा मात्र नभई कम्पनी सञ्चालनमा सार्वभौमिक रूपमा प्रभाव पार्ने हैसियतको देखियो। यस स्थितिमा सहकारी संस्थाका अध्यक्ष एवं सहयुक्त कुमार रम्तेल समेतले यी प्रतिवादीको संलग्नतामा विभिन्न सहकारी संस्थाबाट रकम दिई टेलिभिजन कम्पनी खडा गरी सहकारीको रकम अपचलन गरेको भनी गरेको बयान, सहप्रतिवादी छविलाल जोशीले कम्पनीको सम्पूर्ण आर्थिक कारोबारको जिम्मा जीवी राई र यी प्रतिवादी रवि लामिछानेको थियो भनी गरेको बयान तथा कम्पनीका लेखापाल सञ्जय अधिकारी, सहायक लेखापाल रजनी श्रेष्ठ एवं लेखा परीक्षक विशेष विभु आचार्यले गरेको घटना विवरण कागज संयुक्त तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुरका कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिब आधार देखिन आएन। अब निवेदक प्रतिवादी छविलाल जोशीको हकमा विचार गर्दा निज प्रतिवादी गोर्खा मिडिया नेटवर्क प्रणालीको संस्थापक सेवाधनी तथा सञ्चालक भएको तथ्यमा विवाद भयो। निज कम्पनीको स्थापना कालदेखि मिति 78/6/22 सम्म उक्त कम्पनीमा आबद्ध रहेको देखिएकोमा सो अवधिमा उक्त कम्पनीको नाममा सहकारी संस्थाबाट पटक पटक विभिन्न मितिमा विभिन्न परिमाणमा रकम आएको देखिन्छ। यी मध्ये निवेदक प्रतिवादीको नाममा मिति 77/10/28 सुप्रिम सहकारी संस्थाबाट 2,50,00,000 कर्जा प्रवाह गरेको देखिन्छ। निज प्रतिवादीले उक्त कर्जा प्रवाहमा आफ्नो कुनै संलग्नता नभएको र सम्पूर्ण आर्थिक कारोबार प्रतिवादी जीवी राई र रवि लामिछानेले गरेको भनी बयानमा जिकिर लिएको भए तापनि मिति 77/7/2 को सञ्चालक समितिको बैठकमा यी प्रतिवादी छविलाल जोशी संस्थापक सञ्चालनको हैसियतले उपस्थित भई ग्लोबल आइएमई बैंक लिमिटेड कालोपुर शाखामा खाता सञ्चालन गर्ने र सो खातामा जितेन्द्र बाबु राई, छविलाल जोशी वा जीवी लामिछाने मध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गर्ने गरी निर्णय भएको र सो निर्णय बमोजिम खोलिएको उल्लेखित खातामा नै सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट यी निवेदक समेतका नाउँमा पटक पटक रकम आएको देखिएको स्थितिमा सहकारी संस्थाबाट कम्पनीमा रकम आएको बारेमा आफूलाई केही थाहा जानकारी नभएको भन्ने प्रतिवादीको जिकिर विश्वासप्रद देखिएन। यस स्थितिमा
मिसिर संलग्न सहकारी संस्थाका अध्यक्ष एवं सहअभियुक्त ओम प्रकाश गुरुङ तथा सहअभियुक्त कुमार रम्तेल एवं कम्पनीका लेखापाल सञ्जय अधिकारी, सहायक लेखापाल रजनी श्रेष्ठ एवं लेखा परीक्षक विशेष विभु आचार्यले गरेको घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुरका कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिब आधार देखिन आएन। तसर्थ ताङ अदालतबाट निवेदक प्रतिवादीहरू रवि लामिछाने र सबिला जोशीलाई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पूर्वपक्षका लागि छुनमा राखी मुद्दाको कारबाही र किनारा गर्ने गरी भएको मिति 81/12/22 को आदेश बेरितको नदेखिँदा बदल गरिरहनु परेन काण्ड बमोजिम गर्नु। साथै बहसका क्रममा विद्वान नायब महाधिवक्ता र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूले उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट आदेश गर्ने मान्य न्यायाधीशहरू उप सामाजिक सञ्जाल एवं अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकोले सोतर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ। अदालतबाट भएका आदेश एवं फैसलाहरू उप स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरूको मान मर्यादा गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध अब्स्ट्रक्सन अफ जस्टिस हुन जाने भएकोले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिदिएको छ भन्ने आज आदेश भएको अवस्था छ। यहाँहरू सबैलाई धन्यवाद।